नमस्ते। वंशाणुगत कपाल झर्ने समस्या, जसलाई एन्ड्रोजेनेटिक एलोपेसिया पनि भनिन्छ, यसको समाधान एउटा सामान्य स्याम्पूमा लुकेको छ भन्दा कस्तो लाग्ला? आज हामी यही अनौठो तर साँचो सम्बन्धको बारेमा कुरा गर्नेछौँ। त्यसो भए प्रश्न एकदमै सिधा छ। के एउटा चाया हटाउने स्याम्पूले साँच्चै कपाल झर्ने समस्यालाई रोक्न सक्छ? सुन्दा अलि अचम्म लाग्छ होइन? ल आउनुहोस्, यसको पछाडिको विज्ञान के रहेछ खोतलौँ। कुनै पनि समाधान खोज्नुभन्दा पहिले समस्या के हो भनेर बुझ्न जरुरी छ। हामी कुरा गर्दैछौँ एन्ड्रोजेनेटिक एलोपेसियाको, अर्थात् वंशाणुगत रूपमा कपाल झर्ने समस्या। यो एकदमै सामान्य हो र यसले विश्वभर लाखौँलाई असर गरेको छ। यो समस्याको मुख्य खलनायक हो एउटा हर्मोन जसलाई DHT भनिन्छ, डाइहाइड्रोटेस्टोस्टेरोन। यसले के गर्छ भने बिस्तारै कपालको जरालाई नै खुम्च्याइदिन्छ, अनि परिणाम कपाल पातलो, कमजोर हुँदै जान्छ र अन्त्यमा झर्छ। र ठिक यहीँनिर हो हाम्रो हिरोको एन्ट्री, केटोकोनाजोल। धेरैले यसलाई चाया हटाउने स्याम्पू भनेर मात्रै चिन्छन्, तर यसको काम त्यतिमा मात्र सीमित छैन। यो एउटा अप्रत्याशित समाधान हो। छाला रोग विशेषज्ञहरूले पनि यो कुरालाई मान्छन्। उनीहरू भन्छन् केटोकोनाजोलको दोहोरो भूमिका छ। एउटा त यसले चाया हटाउँछ नै, तर त्योभन्दा पनि महत्त्वपूर्ण, यो कपाल झर्ने समस्यासँग लड्ने एउटा शक्तिशाली हतियार पनि हो। वास्तवमा यो यति प्रभावकारी छ कि यसलाई कपाल झर्ने समस्या रोक्ने बिग 3 मध्ये एक मानिन्छ। सोचौँ त, फिनासोराइड र मिनोक्सिडिल जस्ता चर्चित नामहरूसँगै केटोकोनाजोल पनि पर्छ। यिनीहरूको संयोजनले त झन् गजबको नतिजा दिन सक्छ। ल अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो चाया हटाउने एन्टी फङ्गल स्याम्पूले आखिर कपाल झर्ने समस्यामा काम चाहिँ कसरी गर्छ त? यसको पछाडि एउटा होइन, तीनवटा मुख्य कारणहरू छन्। ल सुनौ। पहिलो कुरा, यसले त्यो हाम्रो खलनायक हर्मोन DHTको असरलाई टाउकोको छालामा केही हदसम्म रोकिदिन्छ। दोस्रो, कपालको जरा वरिपरि हुने सानोतिनो सुजन, जसलाई माइक्रो इन्फ्लेमेसन भनिन्छ, त्यसलाई कम गर्छ। र तेस्रो, यसले मलासेजिया जस्ता फङ्गसलाई सफा गर्छ, जसले कपालको स्वास्थ्यलाई बिगार्न सक्छ। अब यो स्याम्पूले काम त गर्छ, तर यसबाट पूरा फाइदा लिनलाई यसलाई सही तरिकाले लगाउनु एकदमै जरुरी छ। र धेरैजसोले एउटा सानो तर ठूलो गल्ती गरिरहेका हुन्छन्। त्यो गल्ती हो, लगायो अनि तुरुन्तै पखाल्यो। यसो गर्दा त स्याम्पूमा भएको त्यो मुख्य तत्त्वले आफ्नो काम देखाउने मौकै पाउँदैन नि। त्यसैले यो नम्बरलाई दिमागमा राम्ररी राख्नुहोस्, 3 देखि 5 मिनेट हो। कम्तीमा यति समय त स्याम्पूलाई टाउकोमा छोड्नै पर्छ, ताकि यसले आफ्नो काम राम्ररी गर्न सकोस्। त्यसो भए सही तरिका के हो त? ल ध्यान दिएर सुनौ है। पहिलो, हप्तामा 2 देखि 3 चोटि मात्रै प्रयोग गर्ने। दोस्रो, स्याम्पू लगाएर फिज निकालेपछि यसलाई 3 देखि 5 मिनटसम्म टाउकोमै रहन दिने। र तेस्रो, यो स्याम्पूले कपाललाई अलि सुक्खा बनाउन सक्छ, त्यसैले नुहाइसकेपछि कपालको टुप्पोतिर राम्रो कन्डिसनर लगाउन चाहिँ नबिर्स्ने। ल अब अलिकति यथार्थमा पनि कुरा गरौँ र के कुरामा सावधानी अपनाउनुपर्छ त्यो पनि बुझौँ। किनभने कुनै पनि उपचार जादुको छडी जस्तो त हुँदैन, र केटोकोनाजोल पनि यसको अपवाद होइन। यहाँ एउटा एकदमै रोचक तथ्य छ। केही अध्ययनहरूले के देखाएका छन् भने 2% केटोकोनाजोलले कपाल बढाउनमा 2% मिनोक्सिडिल जत्तिकै प्रभावकारी काम गर्न सक्छ। सोच्नुहोस् त, यो त निकै ठूलो कुरा हो। तर हो, धैर्यता चाहिँ एकदमै महत्त्वपूर्ण छ। यसको नियमित प्रयोगले देखिने खालको नतिजा दिन 4 देखि 6 महिनासम्म लाग्न सक्छ। त्यसैले रातारात चमत्कार हुन्छ भन्ने चाहिँ नसोचौँ। अब साइड इफेक्टको कुरा गर्दा सामान्यतया यसको खासै ठूलो साइड इफेक्ट हुँदैन। कसैको छाला अलि संवेदनशील छ भने अलिअलि चिलाउने वा रातो हुने हुन सक्छ। अनि अर्को कुरा, यदि कपाल रङ्गाएको छ भने यसले रङ्गलाई अलि छिटो फिक्का बनाइदिन सक्छ। बजारमा हेर्ने हो भने यो प्राय 1% र 2% को शक्तिमा पाइन्छ। 2%लाई बढी प्रभावकारी मानिन्छ, तर यसलाई प्रयोग गर्नुअघि एकचोटि डाक्टरसँग सल्लाह लिनु नै सबैभन्दा राम्रो हो। त्यसो भए के यो सबैको लागि एउटै सही समाधान हो त? त्यो चाहिँ होइन। यो त व्यक्तिको कपाल झर्ने अवस्था कस्तो छ, त्यसको कारण के हो र छाला कस्तो प्रकारको छ भन्ने कुरामा भर पर्छ। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा,
कपाल झर्ने समस्याको लागि कुनै पनि नयाँ उपचार सुरु गर्नुभन्दा अगाडि जहिले पनि एकजना डाक्टर वा छाला रोग विशेषज्ञसँग सल्लाह लिनुहोला। उहाँहरूले नै सही अवस्था के हो भनेर पत्ता लगाएर सबैभन्दा राम्रो सल्लाह दिन सक्नुहुन्छ। कहिलेकाहीँ ठूलठूला समस्याका समाधानहरू यस्तै सोच्दै नसोचेको ठाउँमा लुकेर बसेका हुन्छन्, होइन त?